नमस्कार हजुर। आज यहाँलाई चाहिँ मैले जापानको नारा पार्क लिएर जाँदैछु र नारा पार्कसँगै रहेको तोदाइजी मन्दिर आजको यात्रा छ र खुल्ला चिडियाखाना अथवा चिडिया पार्कका रूपमा मिर्गा पार्कका रूपमा चाहिँ प्रख्यात रहेको संसारकै प्रख्यात छ यो जापानको नारा। र यहाँ खुल्ला रूपमा यसरी चाहिँ मृगहरू गार्डन र सडकमा पनि ओहोरदोहोर गरेको देखिन्छ। यो निकै सुन्दर पनि छ र हामीलाई विशेष गरी हामी नेपालीहरूको लागि चाहिँ अलि अनौठो पनि लाग्यो। एउटा मृग हेर्नलाई हामी राष्ट्रिय निकुञ्ज पुग्ने गर्छौँ, तर यहाँ यसरी खुल्ला रूपमा हेर्नुहोस् त, यसरी खुल्ला रूपमा मृगहरू दौडेको देख्न पाउँदा र मृगहरूसँग स्पर्श देख्न पाउँदा पक्कै पनि हो। यसरी हामीहरू नेपालीहरूले यसरी खुल्ला रूपमा भेडा बाख्रा झैँ हेरेर हामी भेडा बाख्रा चराउन हिँडे झैँ हेरेर चाहिँ मृगहरूलाई पनि देख्न पाउँदा निकै आनन्द पनि लाग्छ। र रेस्टुरेन्टहरूमा अगाडि रेस्टुरेन्टहरू छन्, रेस्टुरेन्टहरू अगाडि मृगहरू यसरी खुल्ला रूपले हिँडिरहेका छन्। पर्यटकहरू यिनै मृगहरूसँग रमाइरहेका छन्। यसलाई खुवाउनका लागि भनेर विशेष बिस्कुट हुन्छ र त्यहाँ विशेष एक प्रकारको बिस्कुट पनि पाइन्छ। र यो मन्दिर जुन नारा पार्कसँगै रहेको छ तोदाइजी मन्दिर, त्यो सँगै ठुलो गार्डन पनि छ र स्तम्भहरू पनि छन्, शिलालेखहरू पनि छन्, पौराणिक शिलालेखहरू पनि यहाँ देख्न पाइन्छ र त्यस्तै स्तम्भहरू पनि छन् यहाँ। र ठुलो अनेक जातका बिरुवाहरू रुख बिरुवाहरू रहेका गार्डन पनि छ। यहाँ पोखरी तलाउहरू हाँसहरू हरेक कुराहरू चाहिँ खेलिरहेका हामीले देख्न सक्छौँ। र यो यति ठुलो क्षेत्रमा फैलिएको यो नाराको तोदाइजी मन्दिरसँगै पार्क पनि छ। र विशेष गरी यो तोदाइजी मन्दिर यो पुरानो दरबार पनि हो र यसलाई मन्दिरको रूपमा चाहिँ यसरी मन्दिरलाई चाहिँ यसरी चाहिँ भगवानको मूर्तिहरू यसरी रहेका छन्। यो हामीले देख्न पाउँछौँ भित्रै गएर। र त्यसभन्दा बाहिर चाहिँ हामीले चाहिँ यसरी बाहिर सजाएर राखिएको छ। हातलाई सजाएको छ, एउटा हातको यस्तोमा बनाइएको छ मूर्ति। र यो गेटहरूमा यसरी कलात्मक रूपले चाहिँ पुरै काठले बनेको गेटहरू, बिल्डिङ भनौँ कि के भनौँ, गेटहरू छन् र ती गेटहरूमा सबै सम्पूर्ण काठका मूर्तिहरू पनि काठबाटै बनेका र अनि त्यसपछि मूर्तिहरू पनि सबै संरचनाहरू पनि काठबाट निर्मित पाइन्छ। र अगाडिको गार्डन जुन यति खुल्ला छ, यति आनन्दमय छ, साथै बाटोमै मृगहरू पनि हिँड्ने गर्छन्। मृगहरूसँगै आफू स्पर्श गर्दै हामी रमाउँदै जापानका आन्तरिक तथा बाह्य पर्यटकहरू पनि यसरी चाहिँ यस ठाउँमा अवलोकनको लागि आउने गर्नुहुन्छ र हामीहरू पनि त्यस ठाउँमा अवलोकनमा हामी पुग्यौँ। एउटा पक्कै पनि तपाईँ जापान जहीँ कहीँ हुनुहुन्छ भने पनि तपाईँहरूलाई पनि पक्कै पनि यो ठाउँमा जान नबिर्सनु होला, पक्कै पनि यो ठाउँमा जानु होला भन्ने पनि म अनुरोध गर्न चाहन्छु। यहाँ गएपछि वास्तविकता यहाँले चाहिँ पक्कै थाहा पाउनुहुनेछ र प्राकृतिकको आनन्द, प्राकृतिकको सौन्दर्यताको आनन्द र मजा भन्ने कुरो के हो भन्ने कुरो यहाँहरूले यो ठाउँमा पनि गएर लिन पाउनुहुनेछ। र यति हेर्नुहोस् यसरी कहाँ पाइन्छ र है, र खुल्ला रूपमा छ, मृग अगाडि बसिरहेको छ, मृगसँगै बसेर यसरी तस्बिरहरू खिच्न पाइराखिन्छ। या कसैले केही भन्दैन र यसरी ल हेर्नुहोस् मृगसँग नै म पनि मृगसँग नै यसरी मृगसँगै खेल्दैछु। के यसरी हामी त घरमा बाख्राहरूसँग त खेल्थ्यौँ, भेडा बाख्राहरू गाईबस्तुहरूसँग खेल्थ्यौँ। अहिले हेर्नुहोस् त यो कस्तो ठाउँ, ल हेर्नुहोस् मृग, म यसरी खुल्ला रूपमा मृगसँग खेलिरहेको छु। मृग आफू नै आनन्द मानिरहेको छ। मैले केही कनाइदिएको छु मृगलाई अनि मृग आनन्द मान्ने बसिरहेको छ। कति लामा सिङ हेर्नुहोस् त। मृगको सिङहरूलाई पनि हामीले अनुमान गर्न सकिन्छ कि प्रत्येक 1 वर्षमा एउटा सिङ आउँछ भनेर पनि अनुमान गरिन्छ। नेपालमा त्यसै गरिन्छ। पक्का पनि यो नियम पनि त्यहाँ लागु हुन्छ होला। ल यी मृगहरूले चाहिँ यहाँ खानाको लागि चाहिँ हेर्नुहोस् मानिसहरूसँग खाना प्रतीक्षा गरिरहेका छन्, खाना मागिरहेका छन्। सानो बच्ची पनि यसरी खेलिरहेकी छन्, यो देखेर रमाइरहेकी छन् यो गार्डनमा। पक्कै पनि यो दृश्य मेमोरेबल दृश्य छ र हामीहरूको लागि पनि मेमोरेबल छ भने यो ठाउँमा पुग्ने जोकैको लागि पनि निकै रमणीय दृश्य छ। यो गार्डन त्यस्तै छ,
सुन्दरता त्यस्तै छ। यहाँको सौन्दर्यता नेपाललाई बिर्सिने छ। नेपाल हिमाल पहाड देखिन्छ, अनि जङ्गल वन जङ्गल छ भने यहाँ पनि वन जङ्गल पहाड छ र हिमाल देख्नलाई अलिक पर फुजी टापुमा जानुपर्ने हुन्छ, तर त्यता जान सकिएन अहिलेको उसमा। र यो गार्डनभित्र रमाइलो पनि लागिरहेको छ। हेर्नुहोस्, पक्कै पनि ल हेर्नुहोस्, मृगलाई खानाको लागि बोलाइएको छ र यसरी खाने क्रममा उनीहरू हुरुरै गएका छन्। मृगहरू चाहिँ यो उनीहरूलाई चाहिँ खानेको निश्चित टाइम हुन्छ, त्यही टाइममा चाहिँ मृगलाई बोलाइरहेको छ र बोलाएपछि एउटा सङ्केतले पनि यिनीहरू यसरी चाहिँ खानाको लागि दौडेर जाने गर्दछन्। कति रमाइलो हो कि। पक्कै पनि यहाँहरू जापानमा आउँदै हुनुहुन्छ अथवा जापानको बसाइ छ भने पनि एकपटक यो नारापर पुग्नु होला भन्ने पनि म यहाँहरूसँग चाहिँ अनुरोध गर्न चाहन्छु। हवस् त, आजको